शिक्षकहरूलाई आन्दोलनमा उतारेर ती शिक्षकहरूको मलिनो अनुहार लाएर यो मुलुक बन्छ, यहाँको प्रजातन्त्र सस्टेन हुन्छ। उनी त समाजका सबैभन्दा नजिकका ऐना हुन्। उनीहरूलाई खुसी बनाएपछि मुलुक बन्ने हो। आज हामीले बनाउँ त। तपाईँसित ल्यापटप चलाउनुहुन्छ, मोबाइल चलाउनुहुन्छ, अपडेट गर्न भन्दा माग्छ कि माग्दैन? मोबाइलले त, ल्यापटपले त, आइप्याडले त अपडेट गर भन्न माग्छ भने हाम्रा शिक्षकहरूलाई अपडेट गराउनु पर्दैन? यो राज्यको दायित्व होइन? आशै आसमा झुलायौ सरकार, आश्वासनले भुलायौ सरकार, वर्षौंसम्म ऐन नदी कसरी बस्छौ चैनले सरकार। आशै आसमा झुलायौ सरकार, आश्वासनमा भुलायौ सरकार, वर्षौंसम्म ऐन नदी कसरी बस्छौ चैनले सरकार। बेला बेलामा लालीपप खुवाउँदै ताराबाजी लैलैको गाना गाउँदै आउँदै नआउने मामा घोडा चढी आउँछन् भनी कहिलेसम्म झुक्याउँछौ सरकार। आउँदै नआउने मामा घोडा चढी आउँछन् भन्ने कहिलेसम्म झुक्याउँछौ सरकार। होमवर्क नगर्ने विद्यार्थी जस्तो भोलि ल्याउँछु होमवर्क भनेर टारे जस्तो कहिलेसम्म टारिरहन्छौ सरकार। नयाँ शिक्षा ऐन कहिले ल्याउँछौ सरकार। नयाँ व्यवस्थाको नयाँ ऐन कहिलेसम्म पाउँछौ सरकार। हजुरबाले खाएको घिउको स्वाद कहिलेसम्म नातिले हात सुन्नु सरकार। हजुरबाले खाएको घिउको स्वाद कहिलेसम्म नातिले हात सुन्नु सरकार। ऐन शिक्षकका चयनका लागि होइन, सिङ्गो शैक्षिक व्यवस्थापनका लागि हो। यति कुरा बुझ्नु सबैको दरकार। नयाँ शिक्षा ऐन कहिले बन्छ सरकार। नयाँ शिक्षा ऐन कहिले बन्छ सरकार। नेपाल शिक्षक महासङ्घको आन्दोलन दोस्रो जनगणनाको यो आन्दोलन आज पहिलो दिन, अनिश्चितकालीन आन्दोलनको यो पहिलो दिन हो। तपाईँ देख्न सक्नुहुन्छ हामी अहिले माइतीघरको नजिकै छौँ र यो आन्दोलन अहिले बानेश्वरको बिजुली बजार पुलसम्म शिक्षकहरू आइरहेको देखिन्छ र हजारौँको सङ्ख्यामा शिक्षकहरू आन्दोलनमा आएका छन्, उपस्थित रहेका छन् र नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भएको यो आन्दोलनले जबसम्म विद्यालय शिक्षा ऐन जारी हुँदैन तबसम्म आन्दोलन नरोकिने र विद्यालयमा नफर्किने। आज हेर्दै गर्दाखेरि यो आन्दोलन अलि लामो समयसम्म जाने देखिएको हुनाले केही समय फेरि भोलि पर्सि निपर्सिसम्म कतै शिक्षकहरू यहाँ आन्दोलनमा बढ्ने देखिन्छ र शिक्षकहरूको सङ्ख्या बढ्ने देखिन्छ। त्यसो हुँदाखेरि सरकारले, राज्यले शिक्षकहरूको आन्दोलनलाई गम्भीरतापूर्वक लिनुपर्छ र यो आन्दोलनलाई उनीहरूको मागको विषयमा राज्यले छिटो सम्बोधन गर्नुपर्ने अवस्था देखिन्छ। यदि शिक्षकहरूले आन्दोलन नरोक्ने अवस्था रह्यो भने एसई परीक्षाको नतिजा, अब नजिकै आउँदै गरेको एसएलसी लगायत विद्यालय भर्ना अभियान सम्पूर्ण कुराहरू रोकिनेछन्। विद्यालय भर्ना रोकिने बित्तिकै एक सत्रको सेसन पनि सम्पूर्ण रूपमा प्रभाव पर्नेछ। त्यसो हुँदाखेरि सरकारले शिक्षकहरूको मागप्रति अत्यन्तै संवेदनशील हुनुपर्ने अवस्था रहेको छ। धन्यवाद। जनताका प्रधानमन्त्री 28 अङ्क धारण गरी 48 को रवाफ दियौ माफियाको काँध चढी। सभापति अम्बरले कारबाही गर्ने धम्की दिए।
ऐना जारी गर तिमी साँच्चै अमर बन्ने भए ऐना जारी गर तिमी साँच्चै अमर बन्ने भए अब हाम्रो आन्दोलन निर्णायक बन्नुपर्छ शिक्षा ऐन जारी गर्न सबै भार खप्नुपर्छ 12 दाइका कुरा मिले मोजा मस्ती गरे भयो शिक्षाकालाई लोकतन्त्र कागलाई बेल सरी भयो 12 दाइका कुरा मिले मोजा मस्ती गरे भयो शिक्षाकालाई लोकतन्त्र कागलाई बेल सरी भयो दोस्रो दर्जा राखी हेर्ने शिक्षकको मान छैन दर्द हुँदा हेरी बस्ने पार्टीको नि कामै छैन दोस्रो दर्जा राखी हेर्ने शिक्षकको मान छैन दर्द हुँदा हेरी बस्ने पार्टीको नि कामै छैन शुभेच्छुकको नाता पनि फिर्ता लिन सक्नुपर्छ अब हाम्रो आन्दोलन निर्णायक बन्नुपर्छ शिक्षा सुधार नभए देश सुधार हुँदैन देश सुधार गर्नका लागि राज्यले गलत मनासायले नै शिक्षकहरू आन्दोलनमा आउँदैछन् यो आन्दोलनलाई तितर बितर पार्नका लागि पनि हामीले अधिवेशन अन्त्य गर्नुपर्छ भन्ने जुन मनासाय राखेको छ यो आपत्तिजनक छ यो असाध्यै खेदजनक छ सरकारले अध्यादेशबाट भए पनि यथाशीघ्र शिक्षा ऐन जारी गर्नुपर्छ यो शिक्षा ऐन शिक्षाका लागि मात्रै होइन समग्र शिक्षा प्रणाली सुधारका लागि हो यो देशमा दक्ष जनशक्ति उत्पादनका लागि हो यो कुरा चाहिँ बुझ्नुपर्छ राज्यले बेइमान कतिन्जेलसम्म गर्ने है बेइमानीको कुनै पनि औषधि हुँदैन हैन राज्यले जति बेइमान गर्छ त्यति विद्रोह सिर्जना हुन्छ शिक्षा सुधार गर्नका लागि राज्य ढिलो चाँडो जसरी नै लाइनमा आउँछ यो कुरामा म चाहिँ विश्वस्त छु किनकि जहिलेसम्म शिक्षा सुधार हुँदैन राज्य व्यवस्थै सुधार हुँदैन र उहाँहरूप्रतिको जनविश्वास घट्दो हुन्छ त्यसकारणले जति सक्दो छिटो ट्र्याकमा ल्याउने हामीले सम्भावनाका उपायहरू खोज्ने हो प्रक्रिया नै रोक्यो नि सरकारले शिक्षा समितिमा तपाईँको प्रदेशमा पठाइदियो यति लामो समय लिङ्गरी गरेपछि राज्यको त्यो जुन नियत छ नियतमाथि नै शङ्का भएको कारणले हामीले तत्कालै राज्यलाई झकझकाउनका लागि थोरै जिम्मेवार र वफादार बनाउनका लागि यो राज्य व्यवस्था प्रणाली नै सुधार गर्नका लागि शिक्षा सुधार गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि आएका हौँ एउटा बेइमानीको औषधि त केही पनि हुँदैन तर बेइमानीलाई नै हामीले आदर्शको पाठ सिकाएर गुनी बनाउने उद्देश्यका साथ यहाँ आएका हौँ हामी अन्तिममा त राज्य झुक्नै पर्छ राज्यले आफैले के बनाएको छ भने संविधान भन्दा 3 दलका नेताहरू बसेर हैन र अरू दलहरूलाई पनि समावेश गरेर धारा 47 मा मौलिक हकको कार्यान्वयनका लागि आवश्यकता अनुसार राज्यले 3 वर्षभित्र कानुन निर्माण गर्नु छ भनेछ त संविधानमै उल्लेख छ यदि शिक्षा ऐन 75 सम्म पनि आएन अब पनि नआउँदाखेरि त यो संविधानै फेलियर हुन्छ र राज्य व्यवस्था फेलियर हुन्छ भन्ने हाम्रो डर हो त्यसकारणले यो राज्य व्यवस्थालाई थप सशक्त बनाउनका लागि प्रजा लोकतान्त्रिक गणतन्त्र राज्यलाई थप सशक्त बनाउनका लागि पनि शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने आवश्यकता छ सर नमस्कार स्वागत छ हस् धन्यवाद म रमेश बाबु भट्टराई तनहुँबाट अब सडक आन्दोलनमा हुनुहुन्छ यतिखेर तपाईहरू यो आन्दोलन किन र केका लागि के छ बुझाइ यहाँको समग्र शिक्षा सुधार नभए देश सुधार हुँदैन देश सुधार गर्नका लागि अब देश सुधार गर्नका लागि आन्दोलनमा त आउनुभयो रमेश सर लगन पछिको पोते भयो क्या हिजो मात्रै संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ तपाईहरू आजदेखि आन्दोलनमा हुनुहुन्छ यो राज्यले गलत मनासायले नै शिक्षकहरू आन्दोलनमा आउँदैछन् यो आन्दोलनलाई तितर बितर पार्नका लागि पनि हामीले अधिवेशन अन्त्य गर्नुपर्छ भन्ने जुन मनासाय राखेको छ यो आपत्तिजनक छ यो असाध्यै खेदजनक छ सरकारले अध्यादेशबाट भए पनि यथाशीघ्र शिक्षा ऐन जारी गर्नुपर्छ यो शिक्षा ऐन शिक्षाका लागि मात्रै होइन समग्र शिक्षा प्रणाली सुधारका लागि हो यो देशमा दक्ष जनशक्ति उत्पादनका लागि हो यो कुरा चाहिँ बुझ्नुपर्छ राज्यले हिउँदे अधिवेशनभित्रै विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ भन्ने शिक्षक महासङ्घको मागमा पहिलो धक्का लाग्यो भनेर बुझेँ मैले तपाईँले के बुझ्नुभयो होइन यो राज्यले बेइमान कतिन्जेलसम्म गर्ने है बेइमानीको कुनै पनि औषधि हुँदैन हैन राज्यले जति बेइमान गर्छ त्यति विद्रोह सिर्जना हुन्छ राज्यप्रतिको जनविश्वास घट्दै जान्छ यसले व्यवस्था माथि नै प्रश्न चिन्ह खडा गर्न सक्छ त्यसकारणले राज्य संवेदनशील हुनुपर्छ भन्ने मेरो मान्यता हो सर अब तपाईँहरूले पटक पटक आन्दोलन गर्नुभएको छ विभिन्न सहमति सम्झौताहरू भएका छन् यो पटक चाहिँ एउटा मात्र माग छ तपाईँहरूको कुनै सम्झौता हुँदैन भनेर भर्खर अध्यक्षज्यूले बोल्नु पनि भयो कि जितिन्छ कि बितिन्छ कतिको सम्भव देख्नु भएको छ एउटा कुरा के हो भने यो शिक्षा सुधार गर्नका लागि राज्य
ढिलो चाँडो जसरी नै लाइनमा आउँछ यो कुरामा म चाहिँ नि विश्वस्त छु किनकि जहिलेसम्म शिक्षा सुधार हुँदैन राज्य व्यवस्थै सुधार हुँदैन र उहाँहरूप्रतिको जनविश्वास घट्दो हुन्छ त्यस कारणले जति सक्दो छिटो ट्र्याकमा ल्याउने हामीले सम्भावनाका उपायहरू खोज्ने हो होइन शिक्षक महासङ्घले भनेको छ ऐन जति सक्दो छिटो जारी गर्नुपर्छ भनेको तर यहाँभित्र पनि सम्भावना के छन् त्यो बारेमा हामीले विचार विमर्श होइन अनि यो बिचका समायोजनका विषयवस्तुमा पनि हामी धेरै थोरै लचक हुनुपर्छ भन्ने मेरो मान्यता छ जस्तो तपाईँहरू शिक्षा ऐन तुरुन्तै जारी हुनुपर्छ भनेर आउँदै हुनुहुन्छ भर्खरै समितिमा छलफलको क्रममा छ उपसमिति भर्खरै बनेको छ यो सम्भव छ भनेको हिजोको आजै भोलि नै द्याऊ भन्न यस्तो छ क्या हाम्रो के हो भने प्रक्रिया नै रोक्यो नि सरकारले शिक्षा समितिमा तपाईँको प्रदेशमा पठाइदियो यति लामो समय लिङ्गरी गरेपछि राज्यको त्यो जुन नियत छ नियतमाथि नै शङ्का भएको कारणले हामीले तत्कालै राज्यलाई झकझकाउनका लागि थोरै जिम्मेवार र वफादार बनाउनका लागि यो राज्य व्यवस्था प्रणाली नै सुधार गर्नका लागि शिक्षा सुधार गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि आएका हौँ एउटा बैमानीको औषधि त केही पनि हुँदैन तर बैमानीलाई नै हामीले आदर्शको पाठ सिकाएर गुली बनाउने उद्देश्यका साथ यहाँ आएका हौँ हामी शिक्षक महासङ्घले चाहिँ स्वार्थ समूहहरूको प्रभावमा परेर राज्यले नै शिक्षा ऐन जारी गर्न नचाहेको हो कि भनेर आशंका गरेको छ तपाईँ के भन्नुहुन्छ यस्तो छ यो स्वार्थ समूह भन्दा पनि अन्तिममा त राज्य झुक्नै पर्छ राज्यले आफैले के बनाएको छ भने संविधान भन्दा 3 दलका नेताहरू बचेर होइन र अरू दलहरूलाई पनि समावेश गरेर धारा 47मा मौलिक हकको कार्यान्वयनको लागि आवश्यकता अनुसार राज्यले 3 वर्षभित्र कानुन निर्माण गर्नु छ भने त संविधानमै उल्लेख छ यदि शिक्षा ऐन 75 सम्म पनि आएन अब पनि नआउँदाखेरि त यो संविधानै फेलियर हुन्छ र राज्य व्यवस्था फेलियर हुन्छ भन्ने हाम्रो डर हो त्यसकारणले यो राज्य व्यवस्थालाई थप सशक्त बनाउनका लागि प्रजा लोकतान्त्रिक गणतन्त्र राज्यलाई थप सशक्त बनाउनका लागि पनि शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने आवश्यकता छ अब पहिलो दिनको आन्दोलन तपाईँहरूले भर्खरै सक्नुभयो अबको यो आन्दोलनको गन्तव्य के होला के देख्नुहुन्छ यस्तो भन्छु म आन्दोलनका विभिन्न स्वरूप हुन्छन् परिस्थिति अनुरूप यो आन्दोलनका स्वरूपहरू परिवर्तन हुन पनि सक्छन् होइन तर एउटा कुरा यो राज्यले कति धेरै तपाईँको लापरवाही गरेको छ भने अन्तर्राष्ट्रिय समक्ष पनि यो सन्देश जानु थियो यो आन्दोलनले पक्कै पनि सन्देश गएको छ बुद्धिजीवीहरूसँग सन्देश जानु थियो राष्ट्रिय स्तरका र विभिन्न प्रकारका शिक्षासँग सरोकार राख्नेसँग सन्देश जानु थियो यो राज्य कतिसम्म लाचार छ भन्ने कुरा यो एउटा के अरे हाम्रो आन्दोलनले पनि देखाउँछ किनकि हाम्रो यो व्यक्तिगत स्वार्थका लागि शिक्षकले आन्दोलन गरेका छन् भने कसैसँग भ्रम छ भने यो गलत हो किनकि तपाईँ देख्नुहुन्छ विदेश पलायन भएको छ जनशक्ति त्यसलाई नेपालमै तपाईँको दक्ष जनशक्तिलाई उपयोग गर्नु छ हामीले यति मात्रै होइन यो अनिवार्य तथा निःशुल्क शिक्षा ऐनदेखि लिएर हरेक कुराहरू छन् नि अहिलेका सङ्घीय सरकार प्रदेश सरकार र तपाईँको स्थानीय सरकार बिचका यो मन मुटाव जुन छन् अधिकारको राम्रोसँग जुन किसिमको तपाईँको बाँडफाँडको कुरामा जुन कन्फ्युज छ त्यसलाई हटाउनका लागि पनि यथाशीघ्र शिक्षा ऐन जारी गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो रमेश सर तपाईँ अघिल्लो आन्दोलनमा पनि सक्रिय हुनुहुन्थ्यो आज देशका विभिन्न भागबाट शिक्षकहरू यहाँ आइपुग्नु भएको छ व्यक्तिगत खर्चमा उहाँहरूलाई खाना बस्नु भनिएको छ शिक्षकहरूका कतिपय कठिनाइ पनि होलान् यो करिब 1 लाखको हाराहारीमा शिक्षक उतार्ने भन्ने तपाईँहरूको कुरा थियो उहाँहरूको व्यवस्थापन कसरी हुन्छ अब म त यहीँबाट आह्वान गर्छु यदि शिक्षक आन्दोलनमा क्रममा आएर कुनै साथीहरूले खाना पाउनु भएको छैन बस्नै पाउने के अरे त्यस्तो तपाईँलाई समस्या छ भने 9851341155 रमेश बाबु भट्टराईलाई फोन गर्नुहोस् यदि तपाईँहरू खानै र बस्नै हो यो सुविधाले तपाईँहरू वञ्चित हुनुभएको छ भने त्यसको व्यवस्थापन गर्ने सिङ्गो रमेश बाबु भट्टराईको जिम्मा छ तपाईँले अघिल्लोचोटि पनि गर्नुभएको थियो बिहान पनि लेख्नु भएको छ फेसबुक पोस्टमा होइन तपाईँ आज त्यसो भए टिचरहरूलाई त्यो समस्या परेका टिचरहरूलाई सहयोग गर्न तयार हुनुहुन्छ समस्या परेका शिक्षक तपाईँहरूले मसँग सम्पर्क गराउन लाउनुहोस् कोही समस्यामा हुनुहुन्छ भने साथीहरू 9851341155 मा मलाई सम्पर्क गर्नु होला मैले सकेको सहयोग साथीहरूलाई गर्न तयार तत्पर रहेको बेहोरा जानकारी गराउँछु अब देशभरिबाट नेपाल शिक्षक महासङ्घको अगुवाईमा भइरहेको यो आन्दोलनलाई हेरिरहेका शिक्षकहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ साथीहरू कति पनि विचलित नहुनुहोस् हामी शिक्षामा एकदम संयम र यो बुद्धिजीवी वर्ग हो हामीले रचनात्मक ढङ्गले हाम्रा मागहरू पुरा गर्नुपर्छ र अभिभावकको अपेक्षा पुरा गर्नु छ हामीले विद्यार्थीका अपेक्षा पुरा गर्नु छ गुणस्तर सुनिश्चित गर्नका लागि हामी कार्यान्वयन तहमा जानु छ होइन राज्यले नीति निर्माण तहदेखि लिएर हरेकमा गैर जिम्मेवार भए पनि हामी शिक्षक जिम्मेवार हुनुपर्छ जिम्मेवार ढङ्गबाट अगाडि बढौँ हामीले जिम्मेवारी नै देखाएर ऐन निर्माणको क्रममा अगाडि बढौँ र हामीले रचनात्मक दबाब दिउँ भन्न चाहन्छु धन्यवाद एकदम आभारी छु हस् तिमीलाई कसले पढायो हामी जस्ता गुरुले तिमीलाई कसले पढायो हामी जस्ता गुरुले मन्त्री कसले बनायो हामी जस्ता गुरुले मन्त्री कसले बनायो हामी जस्ता गुरुले मन्त्री कसले फुस्काउँछ हामी जस्ता गुरुले कसले फुस्काउँछ हामी जस्ता गुरुले
एकता जिन्दाबाद शिक्षक एकता जिन्दाबाद जय गुरु जय गुरु जय गुरु गुरु र ब्रह्मा गुरु र विष्णु गुरु र देव